हेलो एभ्रिवान, वेलकम टु द स्मृतिज पडकास्ट। अनि आज चाहिँ नि अर्को फेरि पनि एउटा प्रश्नसहित म आएको छु है। के तपाईँले आफ्नो जीवनमा कुनै एउटा व्यक्तिलाई यति धेरै भरोसा गर्नुभएको छ कि त्यो भरोसा होइन नै तपाईँको सबै आधार बनेको छ र कहिले सोच्नु भएको छ अनि तपाईँले यति धेरै माया गरेको मान्छे होइन, तपाईँले यति धेरै भरोसा गरेको मान्छे कुनै दिन बदलियो भने तपाईँ के गर्ने, कहाँ जाने, तपाईँ कहाँ उभिनुहुन्छ त्यो पोइन्टमा भनेर कहिले सोच्नु भएको छ? हामीले एकदम रेयरली सोध्छौँ कि जीवनमा हामी धेरै पटक मान्छेहरूलाई आफ्नो सबै कुरा सुम्पिन्छौँ होइन, हाम्रो आशा, हाम्रो समय, हाम्रो विश्वास। तर एउटा कठोर होइन, अब तितो सत्य भनौँ कि कठोर सत्य भनौँ के हो भने मानिसहरू सधैँ स्थायी हुँदैन होइन। परिस्थितिहरू बदलिन्छ, सिचुएसन्सहरू बदलिन्छ, सोचहरू बदलिन्छ र कहिलेकाहीँ सम्बन्धहरू पनि बदलिन्छ। हामीले जसलाई सबै थोक भनेर सोचिरहेका हुन्छौँ नि त्यही व्यक्ति पनि बदलिन सक्छ होइन। मान्छेमा भरोसा गरेर काम छैन भनेर मैले भन्दै थिएँ। त्यस कारण गर्दा हाम्रो विश्वास, हाम्रो जीवनमा भरोसा गर्ने हुन्छ नि, हामीलाई दुःख पर्दाखेरि आशा गर्ने फाउन्डेसन चाहिँ एकदमै स्ट्रङ हुनुपर्छ भनेर भन्छु कि म। अनि एउटा कथा मैले सुनेको थिएँ, फेरि आज त्यो कथा भन्न चाहन्छु। एउटा चोर रहेछ कि, अनि उसले चाहिँ एउटा गाउँमा राति सबैजना सुतिरहेको बेलामा एउटा सामानहरू, बहुमूल्य सामान त्यो गाउँको चोरेर भाग्न खोजेछ। अनि जब उसले भाग्न खोजेको थियो त्यो गाउँको मान्छेहरूले चाहिँ चोर रहेछ हाम्रो गाउँमा बहुमूल्य सामान भनेर सबैले थाहा पाएछन्। सबले चोर 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 भन्दै त्यो चोरलाई खेद्दै रहेछ। अनि त्यो चोर चाहिँ भाग्यो, अब गाउँ पुरै उठेर आउँदैछ होइन। भाग्दा ऊ यस्तो ठाउँमा पुग्छ कि त्यो इन्टरसेक्सनमा कि चौबाटो भएको चोकमा पुग्छ। अनि त्यहाँनिर पुगेर उसले दायाँमा हेर्छ, अब कहाँ चाहिँ भाग्ने, सबैजना मान्छे चारैतिरबाट आइरहेको हुन्छ। अनि उसले के गर्छ भने एउटा ठुलो रुख देख्छ कि, त्यो रुखमा हतार माथि चढेर नि सास फेर्छ कि, लामो सास। ओहो, म बल्ल यहाँ रुख पाएँ, अनि यहाँनिर म चढ्न पाएँ, धन्न यो रुख भयो, म सुरक्षित छु भन्ने ऊ ढुक्कले बस्छ कि बिस्तारै सास फेर्दै। त्यही बेलामा वरिपरिबाट मान्छेहरू आउँछ अनि उनीहरूले खोज्छ भर्खरै चोर यहाँ आएको थियो, दायाँ बायाँ तल माथि हेर्दाखेरि मान्छेहरूले त्यो चोरलाई माथि रुखको टुप्पामा बसिरहेको देख्छ। अनि कतिजनाले थर्काउँछ, तल झर होइन, हामीसँग राम्रोसँग कुरा गर, त्यो किन चोरेको हामी कुरा गर्छौँ, तल झर, हामीलाई त्यो सामान फिर्ता दिए भनेर भन्दाखेरि त्यो मान्छे, त्यो चोर चाहिँ झर्न मान्दैन, किनभने उसलाई चाहिँ त्यो ठुलो रुखमा बसेको थियो नि त। अनि ऊ म सेफ छु भनेर सोचिरहेको हुन्छ कि। त्यही बेलामा ऊ झर्न नमानेपछि त्यो गाउँले के गर्छ, यति ठुलो बन्चरो लिएर आएर सबजना गाउँले मिलेर रुखलाई काट्न थाल्छ। अनि त्यो मान्छेले अब उसको लागि के अप्सन भयो त, त्यहाँ रुखको टुप्पामा बसिन्जेल उसलाई म एकदम माथि छु, यहाँनिर त कुनै आउन सक्छ र म सेफ छु भनेर सोचिरहेको थियो। तर त्यही बेलामा त्यो रुख काटेपछि ऊ जसरी पनि रुख ढलेपछि तल झर्नै नै पर्यो होइन। सो जेलाई उसले बलियो फाउन्डेसन बनाएको थियो त्यो फाउन्डेसन नै के भयो त, ढल्यो होइन। अब उसलाई कुनै अरू उपाय भयो त भएन। अनि हाम्रो जीवनमा पनि कतिपटक त्यस्तै हुन्छ हाम्रो लाइफमा होइन। हामीले एउटा पर्टिकुलर व्यक्तिलाई, चाहे त्यो फ्यामिली मेम्बर्स होस् या अरू कोही नै होस् होइन, त्यो व्यक्तिलाई सबै सुम्पेर बसिरहेको हुन्छ कि त्यो व्यक्ति भयो भने म खुसी हुने, त्यो व्यक्ति भयो भने म एकदम मेरो गुड मुडमा हुने, अनि त्यो मान्छे मेरो वरिपरि भएन, मेरो कुरा सुन्दैन भने मेरो जिन्दगी नै सक्यो भनेर जस्तो कतिपटक हामीलाई लाग्छ होइन। तर आजको यो उसबाट चाहिँ, पडकास्टबाट चाहिँ म के भन्न चाहन्छु भने मान्छेलाई भरोसा गरेर काम छैन कि। बाइबलमा धेरै ठाउँमा लेखेको छ नि, मान्छे त के हो त, मान्छेको आयु त एउटा ओइली जाने घाँस जस्तो हो, बिहान उदाउँछ बेलुका त्यो अस्ताउँछ होइन, ओइली जाने घाँस जस्तो हो। अनि मान्छेको नाकको पालमा सास हुने माथि भरोसा नगर भनेर भन्नुभएको छ, किनभने त्यो मान्छेमा केही कपेसिटी नै छैन। एउटा कपाल, टाउकोमा भएको कपाललाई, कालोलाई सेतोलाई कालो विदाउट त्यो केमिकल्स युज नगरिकन नेचुरली उसले गर्न सक्दैन। एउटा जब रौँलाई त उसले परिवर्तन गर्न सक्दैन भने अरूको जीवनको सिचुएसनलाई परिवर्तन गर्ने उसमा कुनै पावर छैन होइन। अनि हाम्रो दुःखहरू हामीले सेयर गर्छौँ होला, हाम्रो नजिकको मान्छेलाई सेयर गर्नुहुन्न भनेको पनि होइन, सेयर गर्नुपर्छ। त्यो भरोसा गर्ने योग्यको मान्छेहरू राख्नुपर्छ, सो द्याट हाम्रो त्यो हुन्छ नि केही दुःख पोखाउने ठाउँ हुनुपर्छ। तर त्योभन्दा पनि 100% त्यही मान्छेले चाहिँ मेरो सबै कुरा, मेरो मुडै त्यही मान्छेको उपस्थितिमा डिपेन्डेन्ट छ टाइपके सोच, त्यो टाइपके व्यवहार चाहिँ हामीले गर्नु हुँदैन। त्यसरी कसैलाई पनि 100% ट्रस्ट गरेर चाहिँ हाम्रो जीवनको परिस्थितिहरू बदलिँदैन। त्यस कारण गर्दा हाम्रो स्ट्रङ फाउन्डेसन के हो भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ भनेर चाहिँ आज म तपाईँहरूसँग सेयर गर्न चाहन्छु। थ्याङ्क यू वन्स अगेन।